उपलक्ष्यमा जुन कार्यक्रम आयोजना भएको छ, आयोजित हाम्रो जुन संस्था आयोजक जुन हुनुहुन्छ त्यसलाई पनि धेरै धेरै धन्यवाद तथा यस कार्यक्रममा पाल्नु भएका हाम्रो प्रमुख अतिथि चन्दन सरलाई पनि धेरै धेरै धन्यवाद र लगायत हाम्रो निम्तो स्वीकार गरी आउनुभएको कविलासी नगरपालिकाका उपप्रमुखज्यूलाई पनि धेरै धेरै धन्यवाद र हाम्रो यस कार्यक्रममा सहभागी भई आउनुभएका हाम्रा सर्लाही जिल्लाकै विभिन्न सङ्घ संस्थाहरूलाई धेरै धेरै धन्यवाद लगायत आज जुन हाम्रो अन्तर्राष्ट्रिय युवा दिवसमा आइदिनुभएका हाम्रा युवा भाइहरूलाई पनि युवा भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद र त्यसै क्रममा सम्पूर्ण युवाहरूलाई म सरोज कुमार यादवको तर्फबाट लगायत मेरो संस्था हाम्रो संस्था जुन वी केयर वी क्यान छ त्यसको तर्फबाट पनि अन्तर्राष्ट्रिय युवा दिवसको धेरै धेरै शुभकामना व्यक्त गर्दछु र अगाडि पनि यसमा धेरै कुरा भयो कि विभिन्न सङ्घ संस्थाहरूको चाहिँ यहाँ चाहिँ उपस्थिति भएन, युवा वर्गको उपस्थिति भएन, लगायत विभिन्न पदाधिकारीहरूको पनि उपस्थिति दिइरहेको छैनौँ। हुन त हामीहरूले अस्ति पनि यस विषयमा कुरा गरेका थियौँ, किन भन्दाखेरि आज जुन हाम्रो अन्तर्राष्ट्रिय युवा दिवस छ त्यसमा सरले भन्नु नै राखेको थियो कि कम्तीमा 1000+ हुनुपर्ने थियो। मलङमाका युवाहरू जोड्दा पनि 1000+ हुन्थ्यो। तर मधेसभरिकै सबभन्दा ठुलो विडम्बना के छ भन्दाखेरि हाम्रो यता बोर्डर छेउको हाम्रो सङ्घीय सरकार, प्रदेश सरकार लगायत स्थानीय सरकारले पनि यसमा कुनै पनि चासो देखाइरहेको छैन। अहिले देशकै सबभन्दा ठुलो समस्या छ हाम्रो मधेसतिरको युवाहरू कुलतमा फसिरहेछ। त्यसमा कसैको पनि सरकारवालाको चासो गइरहेको छैन। अस्ति पनि यसमा हामीहरूले आवाज उठाएका थियौँ। यसमा अस्ति पनि आवाज उठाएका थियौँ कि कम्तीमा हामीहरूको जुन कार्यक्रम छ त्यसमा 80% युवाको सहभागिता हुनुपर्छ। तर 80% युवाको सहभागिता हुन्छ कसरी जब यहाँ 50% भन्दा बढी युवाहरू लागु औषध सेवनमा चाहिँ संलग्न छ र त्यसमा तिनीहरूको लागु औषध सेवन